केटा हो, नेपालको महँगाई हेर न, महँगाई कहाँदेखि कहाँ पुगिसक्यो। अब त्यही त हो नि। अब मेरो गाडी हेर न, इन्डियामा 20-25 लाखमा पाउँछ, यहाँ 50-60 लाख भन्छ। अब लुक्स हेर न, लुक्स राम्रो भएर पनि होला। अब बडी हेर न, सेतो छ, त्यसैले भयो भने 50-60 लाख भने होला। अब टायर हेर न, यति मोटो छ। अब त्यो टायर किन्नु पऱ्यो भने तिम्रो बाबु सम्पत्ति गएन गएन। हुन त तिमीलाई अब छैन, तिम्रो त किन्ने औकात छैन होइन, त्यही पनि ज्ञान लिनुपर्छ। अब तिम्रो पैसा गएन गएन ठिक छ, अरे म तिमीलाई चढ्न दिउँला, तिमीलाई चढ्न दिउँला होइन, केही छैन, चलाउन दिउँला। तर तिमीले किन्नु परेन, गएन, 5 वर्ष गएन। अब पेट्रोल हेर न, पेट्रोल यहाँदेखि नेपालगञ्ज जाम होइन, अब टुरको लागि धाराताल जाम 50-60 हजारको त तेलै खान्छ। गएन, 5 वर्ष गएन, तिम्रो गएन 5 वर्ष। मलाई त केही छैन, यस्ता 2-3वटा गाडी अरू पनि किन्न सक्छु, तर तिम्रो लागि समस्या भएन, तिम्रो घरको जग्गा गएन। मलाई त समस्या छैन, यस्ता 3-4वटा गाडी अरू किन्न सक्छु।